साथी हो टिकटकले धेरैवटा सामान पठायो तर यो जस्तो राम्रो सामान चाहिँ अहिलेसम्म मैले देखेको थिइनँ हैन। फोटो धुलाउन अरूतिर कहीँ कुद्नु पर्दैन, अब घरमै फोटो धुलाउन सकिन्छ हैन। यो फोटोकै पेपर आउँछ लगभग 30-40 वटा कतिवटा आउँछ पेपर हैन। तपाईहरुलाई म अर्को फोटो पनि धुलाएर देखाउँछु। प्रिन्टर यत्रो छ हैन, पेपर ठ्याक्क यहाँ लोड गरिदिने हैन। अनि टक्कसँग आफूलाई कुन फोटो धुलाउन छ ट्याक्क थिच्यो हैन, अनि प्रिन्ट। अब यहाँबाट टक्कसँगले पेपर लान्छ हैन, देखाउनु यहाँबाट पेपर लान्छ हैन। बक्स तपाईँलाई देखाउँछु, बक्स यही हो हैन, मजाको छ। एकैछिनमा लगभग तपाईँको 2 मिनटमा पुरै फोटो रेडी हुन्छ क्या। यहाँ देखाउनु, पहिला येल्लो कलरबाट प्रिन्ट हुन्छ। हेर्नु त यस्तो फोटो पुरै क्लिन बनिन्छ। देखिनु यहाँ देख्नु, येल्लो कलर आउँछ पहिला हैन, अनि फेरि लान्छ, फेरि अर्को कलरबाट प्रिन्ट हान्छ। बनाएको छ बनाउने, आम्मा छक्कै पर्छ। रातो आयो हैन अहिले। हेर्नु त यही फोटोलाई कस्तो बनाएर निकालिन्छ। साथी हो गजबको सामान छ, गजबको सामान छ। धेरैलाई काम दिने प्रोडक्ट हो यो चाहिँ हैन। अब यसको धेरै कुरा नगरौँ। अब हेर्नु यो फोटो अहिले कस्तो कलरको थियो, अहिले कस्तो बनाएर आयो। अब फेरि एकखेप लान्छ नि, त्यस माथिबाट चाहिँ एक खालको कोटिङ लगाएर निकालिन्छ क्या। रेडी भइसकेको अब। साथी यस्तो सामान पनि आइसकेको छ, म छक्कै पर्छु यार। ल हेर्नु है त, अर्को रमेश सर त सबैले चिनेको होला हैन। यस्तो राम्रो फोटो धुल्छ है त। तपाईहरुलाई घरमा हैन अब केटाकेटीको फोटोहरु छ, आफ्नै फोटोहरु धुलाउनु छ भने मज्जाको सामान छ। धेरै महँगो पनि छैन हैन। अरूतिर गएर धुलाउनु भन्दा फोनबाटै हुन्छ। तपाईहरुलाई लिन मन छ भने चाहिँ मुनि लिंक छ है त, त्यहाँबाट हेरेर लिन सक्नुहुन्छ। धन्यवाद।